हेलो एभ्रिवान गुड मर्निङ। म चाहिँ पहाडतिर छु अनि पहाडतिर चाहिँ यस्तो छ मकै बारीहरू अनि म चाहिँ यहाँनिर हाम्रो घर त्यस्तो धेरै फोहोर त छैन, हल्का झार पलाएको रहेछ अनि म सफा गर्न गइरहेको छु। म चाहिँ भर्खरै उठेको, मुख पनि त्यो छैन त्यही पनि अब यहाँनिर घर सफा गर्नु पर्यो भनेर रेडी हुँदैछु। गाइस मेरो घरको फुलबारी चाहिँ छैन, यस्तै छ। पहिले चाहिँ धेरै छ, अहिले त छैन रहेछ। यो सफा गर्न गइरहेको छु म चाहिँ। देख्न सक्नुहुन्छ म चाहिँ यहाँनिर झाडु खाल्दैछु अनि यहाँदेखि यताबाट चाहिँ उखालिसकेको, यहाँनिर यति उखाल्नु बाँकी छ। यहाँ छु उखाल्दै। यस्तै छ गाउँघरको काम गराएँ। मैले चाहिँ यहाँनिर सफा गरेर सकेँ। यहाँदेखि तल मात्रै गरेको छु। घर पनि के हो धुलै परेको छ। यता माथि चाहिँ छैन, त्यता चाहिँ भोलि मात्रै गर्नु पर्यो। घाम लागिसक्यो क्या यहाँ माथिबाट दिन भइसक्यो नि त, अनि त्यही भएर यति नै गर्न आँटेको। यहाँ बढाउँदैछु यसरी झरी छ हाम्रो फुलबारी। यति चाहिँ मैले सफा गरेको अहिले। लिम्बुनी केटी बे गऱ्यो भने चाहिँ यसरी अन्डा उसिन्नुपर्छ। ल यो अन्डा त कस्तो छ, यो चाहिँ कोसेली लाने अन्डा हो। 1 क्यारेट कराईमा पुरा यसरी उसिन्ने हो। कराई पनि निकाल्नु छ अनि कोसेली पठाउने हो। कति तातो भएको अन्डा। हामी चाहिँ डोको र कच्चा बोकेर लाग्दैको लगाइज मकै उखाल्नु पल्लो बारीमा। मेरो भाउजू देख्न सक्नुहुन्छ, जाँदै हुनुहुन्छ अगाडि अनि म यहाँ छु डोको बोकेर कच्चा बोकेर। गाउँघरको बसै यस्तै छ। अनि हामी चाहिँ जाँदैछौँ हाम्रो पल्लो बारीमा। हाम्रो काम सुरु भयो। यहाँनिर काट्दै राख्दै हुनुहुन्छ, उखाल्दै अनि म चाहिँ काट्दैछु कट्टाले। हाम्रो पल्लो बारी पुगिसकेको, यहाँदेखि माथि पनि छ। अब एकछिन हामी माथि जान्छौँ। मकै उखाल्दै हुनुहुन्छ, अब मैले काट्दैछु। हामीले चाहिँ घाँसको बारी लगाइसकेको। हाम्रो घाँस चाहिँ म चाहिँ यति बोक्न आँटेको, यति पनि बोक्न सक्नु छैन होला। बाउजूको त धेरै छ। म चाहिँ मकैको घाँस ल्याएर आउँदै गरोस्। अनि यहाँ चाहिँ घाँस काट्दैछु। अघि आएर मकैको घाँस ल्याएर अनि यहाँ चाहिँ घाँस देख्न सक्नुहुन्छ, यति काट्दैछु। केले छेकेको हो होइन, यहाँ यसरी तल छेकिन्छ त नि। क्यामेरामा यहाँ यति घाँस काट्दैछु। हँसिया यहाँ छ, म यहाँ घाँस काट्दैछु।